हेलो साथीहरु सबैजनालाई हाम्रो च्यानलमा वेलकम छ है। आज म तपाईहरुलाई के देखाउन गइरहेछु भने यो मोन्स्टेरा प्लान्टको देखाउन गइरहेछु। यस्तो भयो के हेर्न यो मोन्स्टेरा प्लान्ट मैले किनेर ल्याएँ है। अनि यस्तै थियो यो कटिङबाटै लगाएछन् उनीहरुले। अनि नर्सरी चाहिँ उनीहरुले ठ्याक्कै सर्दै थियो के अनि झन् एकदम सुपथ मूल्यमा पाइन्छ भनेर लिएर आएको। अनि यहाँ लगाएको मैले पहिला पनि भिडियो हालिसकेको थिएँ तर यसको जरे नपलाएको है। यो चाहिँ पात पलाइसकेको थियो अनि अहिले चाहिँ यो टुसो पलाएको छ। अनि अब यसको चाहिँ जरा हाल्यो कि जस्तो मैले गेस गरेको छु। तर एउटा कुरा के भयो भने यहाँ हेर्नु है एउटा अनि त्यसपछि यहाँ पनि हेर्नुस् अर्को यसको पनि कता छ इ हेर्नुस् है। यहाँ हेर्नुस् है सबैभन्दा राम्रो चाहिँ अनि के भयो भने मैले चाहिँ पहिला कटिङ्स लिएर आएको थिएँ के अनि कटिङ्स लिएर आएर यो लगाएको थिएँ है मोन्स्टेरा किन्दिनँ भनेर किनभने सर्छ भनेर आएको थियो नि त। अनि कति मैले पानीमा हालेँ रुटै आउँदैन है रुटै आउँदैन अझै छ कि त्यो मेरो भित्र। अनि मैले बाथरुममै राखिरहेको छु यसरी नै मैले यो के अरे कफीको बट्टामा राखेको छु अनि पलाउँदै है। अनि त्यही भएर मैले त्यो प्लान्ट किनेर ल्याएँ कि त्यही उनीहरूले नर्सरी सार्ने भनेको बेलामा है। अनि त्यसपछि त्यो गर्दाखेरि पनि त्यो रुटै नभएको पर्यो कि मलाई कस्तो रहेछ यो मोन्स्टेरा त मसँग त हुँदै भएन भनिरहेको थिएँ। अनि फाइनली फेरि यो कटिङ ल्याएर रोपेको त अनि अहिले चाहिँ मलाई त्यति इन्ट्रेस्ट नदिकन रोपेको थिएँ कि ल्याएर अनि त्यसपछि यो कटिङ ल्याएर मैले यसरी पानीमा हालेको त अनि यसमा पनि जरा पलायो कि जरा पलाछ है तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि अरू सबैमा जरा पलाछ कि अहिले त मैले यति केयर नगरिकन यत्तिकै राखिदिएकोहरूमा पनि मजाले पलाएको छ कि। अनि आज चाहिँ त्यही भएर मैले रोप्न गइरहेको छु है। अनि जब केयर गर्यो यस्तो झन् भइदिनु हुन्थ्यो नि मोन्स्टेरा यस्तो राम्रो यस्तो अट्र्याक्टिभ भइदिनु हुन्थ्यो नि भन्दाखेरि नहुने है। अनि यत्तिकै हेर्नु न केयर गर्न छोड्यो यत्तिकै अलिकति ढुङ्गा राख्दै थिएँ यही ढुङ्गा पनि रुचमै जमेको छ क्या। अब मलाई रुचको माया लागेर आयो भन्दाखेरि चाहिँ हुने के हेर्नु न यो कस्तो मजाले देखाउँछु तपाईँहरूलाई अहिले मैले झिक्छु। अनि त्यहाँ चाहिँ हेर्नु त यो रुच बााउन्ड भएको छ कि अहिले चाहिँ के अरे यो स्टोन नै बााउन्ड भएको छ कि ल हेर्नु त कस्तो मजाको लिप्स पनि पलाएको सबै पलाएको। यहाँ हेर्नु न गज रुच के अनि त्यस्तो भइरह्यो कि मोन्स्टेराले। अनि त्यही भएर मैले यो मोन्स्टेरा आज लगाउन गइरहेको छु है। यहाँ मैले चाहिँ यो माटो चाहिँ तयार गरिसकेको छु माटो अलिकति त काटिसकेँ। अब यो चाहिँ यसको बानी चाहिँ पानीमा बसिरहेको हो नि त हेर्नु है साथीहरू मैले लगाउँदैछु सबै म यो रुच चाहिँ ढाकिदिन्छु। अब यो चाहिँ पानीमा बसिरहेको हो नि त त्यही भएर यसलाई अलिकति पानीमा बसिरहेको भएर यसलाई अलिकति गाह्रो हुन्छ कि जस्तो लागिरहेछ। यसमा एड्याप्ट हुन प्लिज नमरोस् भन्ने छ। अनि यसरी नै मैले राख्दैछु। अनि अब यो त यस्तो स्टोन्सहरूसँग बसिरहेको थियो नि त त्यही भएर मैले चाहिँ अहिलेलाई अलिअलि स्टोन्सहरू पनि यहाँ राखिदिन्छु तल अनि हटाइदिन्छु म छिटै चाहिँ हटाइदिन्छु। अनि पानी पहिला अलिकति बढी हाल्छु अनि अलिकति कम हाल्छु। यो सबै सफा गर्नुपर्ने छ है हेर्नु है फोहोर भएको छ सबै सफा गर्नुपर्ने छ सबै सफा गर्छु। अनि यो मोन्स्टेराको चाहिँ कुनैको चाहिँ सुरुमै पात काटेको हुँदो रहेछ होइन त्यो अघिको जस्तोमा चाहिँ पात काटिसकेको थियो नि त तर यसमा चाहिँ पात काटे छैन कि हेर्नु है यसमा चाहिँ पात काटे छैन। अब यो छिटै चाहिँ पातमा चाहिँ पाल पर्दै जान्छ होला यस्तो धेरै भेरिएसन हुने। अनि मैले चाहिँ आज मोन्स्टेरा लगाएँ है फाइनली धेरै मेहनत पश्चात मेरो मोन्स्टेरा यो सिजनमा चाहिँ हुँदो रहेछ जस्तो लाग्यो कि मलाई। यो अब पानी पर्ने सिजनभन्दा अगाडि नै ल्याएर स्टिमहरू त्यो के नोड भए पनि नभए पनि अब नभएको त उम्रिँदैन नोड भएको पनि चाहिँ अलि जाडो सिजनहरूमा ल्याएर तपाईँहरूले कटिङ्स चाहिँ पानीमा राख्नु भएको छ भने उम्रिँदो रहेछ साथीहरू। तर अलिकति अब स्प्रिङ लाग्न थालिसकेपछि तपाईँहरूले कटिङ्स गराउनुहुन्छ भने उम्रिँदो रहेछ है। त्यही हो आजको मैले जानेको कुरा। कति राम्रो मोन्स्टेरा है।